Hello everyone, नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला। आई होप एभ्रीवन इज डुइङ गुड। अनि म यो भिडियो चाहिँ पहिले एडिट गरेको थिएँ, मैले हाल्नु मात्रै पाएको थिइनँ भोइस ओभर गरेर। सो आज मौका पाएँ। पेस्ट्री क्रिम कसरी बनाउने भनेर तपाईहरुले क्वेशन सोधिराख्नु भएको थियो। पहिला मिल्कलाई वार्म गर्नु, वार्म टेम्परेचरमा लिइसकेपछि कम्बिनेसन अफ एग योक, ब्रेकफास्ट सुगर, भेनिला एसेन्स एन्ड कर्नफ्लोर को मिक्सिङमा चाहिँ तपाईले त्यसलाई स्लोली मिल्क हालेर चाहिँ त्यसमा टेम्परिङ गर्नु। किन टेम्परिङ गर्नु भन्दा लम्प्सहरु बस्ने चान्सेस एकदमै हाई हुन्छ, त्यो रिजनले गर्दा। अनि त्यसलाई फेरि अगेन त्यही मिल्क बचेको मिल्कमा हाल्दै पकाउँदै गर्नुपर्ने हुन्छ अन्टिल एन्ड अनलेस इट बिकम लिटिल बिट थिक। त्यसपछि हामीले फेरि बटर युज गर्नुपर्ने हुन्छ, जुन चाहिँ रुम टेम्परेचरको बटर हो। म चाहिँ बटर दुई टाइम युज गर्छु, एकचोटि यो यति बेला र एकचोटि चाहिँ लास्टमा इन्डमा जुन पेडल हालिसकेपछि चलाउने बेलामा। बिकज बटर इन र लास्ट फर्स्टमा हाल्यो भने चाहिँ एउटा चाहिँ कर्नफ्लोर पाक्न हेल्प गर्छ र अर्को चाहिँ तपाईको स्मुथ टेक्सचर ल्याउन गर्छ। अनि यसरी चाहिँ हालिसकेपछि तपाईले अन्टिल एन्ड अनलेस इट बिकम्स एकदमै ठिक त्यो हुनसम्म चाहिँ चलाउनु। अनि देख्न सक्नुहुन्छ हल्का फाटे जस्तो छ, एकदम स्मुथ टेक्सचर आएको छैन। अनि तपाईले पेडल हालेर जब मिक्सिङ बलमा हालेर घुमाउनुहुन्छ त्यसको टेम्परेचर हल्का घटाउनुहुन्छ। त्यसपछि त्यसमा बटर, रुम टेम्परेचर बटर जुन मैले भनेको थिएँ, मेन्सन गरेको रुम टेम्परेचर बटर हालेर अगेन स्मुथ गराउनु भयो भने इट बिकम्स सो थिक अनि स्मुथ अनि शाइनिङ आउँछ। यही नै पेस्ट्री क्रिम हो। यसरी चाहिँ हामीले पेस्ट्री क्रिम बनाउँछौँ। सो पेस्ट्री क्रिम बनाउन सबैको आफ्नो तरिका हुन्छ, सबैको आफ्नो वे हुन्छ। मेरो चाहिँ यसरी छ। इन्जोय माई भिडियो। थ्यांक यू सो मच। सी यू इन द नेक्स्ट भिडियो। बाइ बाइ।